भगवानले प्रकृतिले दिएको जुन आवाज छ र उसले जुन क्षमता दिएको छ त्यो क्षमतामा आवाज आइराखेको छ कि छैन। पूर्ण विकसित आवाज, फुल्ली डेभलप्ड भोइस, राउन्ड भोइस भन्छौँ हामीले, यो छ कि छैन एउटा। अर्को भोइसको भोल्युम के छ, पिच के छ, स्ट्रेस के छ, टोन, यो सारा कुराहरू यो क्याटेगोरीमा पर्छ। भनेको मेसेज मात्रैले पनि भएन, अब हामीलाई त्यो मेसेज डिसेमिनेट गर्ने भोइस के छ, यसमा काम गर्नुपर्ने हुन्छ। थर्ड, आई कन्ट्याक्ट। मेसेज पनि छ, भोइस पनि छ, तर मसँग मेसेज पनि छ, भोइस पनि छ, तर म अब पछाडिपट्टि फर्केर बोल्न थालेँ भने हाम्रो अडियन्स कनेक्सन सक्यो। हेर्नुहोस् है, आई कन्ट्याक्ट भनेको जसको लागि बोल्ने हो उतिर हेरेर बोल्नु पर्यो, अनि उसले फिल गर्छ यो कुरा मेरो लागि बोलेको भन्ने। त्यही भएर एकदम सिजन्ड लिडर्सहरूले याद गर्नु भएको छ, स्टेजबाट बोल्ने बेला सबैतिर टाउको फर्काएर सबैलाई हेरेर हात हल्लाएर बोलिराख्नु भएको हुन्छ नि, किनभने सबैको भोट उहाँलाई चाहियो नि त। अनि सबैको भोट माग्नुलाई त उहाँको सेन्ट्रल आइडिया सबैजनासँग कम्युनिकेट गर्नु पर्यो। त्यो केबाट हुन्छ? आई कन्ट्याक्टबाट हुन्छ। या त उहाँले पढेर या त अनुभवबाट यो कुरा उहाँलाई थाहा छ। आई कन्ट्याक्ट, तीनटा क्वार्टरमा कुरा गऱ्यौँ है हामीले। एउटा मेसेज, अर्को भोइस, अर्को आई कन्ट्याक्ट, र सबैभन्दा महत्त्वपूर्ण त नभनौँ तर यसले ठुलो रोल प्ले गरिदिन्छ डेडिकेटेड बडी ल्याङ्ग्वेज। हामीले बडी ल्याङ्ग्वेज भन्ने त सुन्छौँ, तर डेडिकेटेड बडी ल्याङ्ग्वेज भने चाहिँ के भने विकास चाहिँ जो मान्छेको लागि हामीले बोल्ने हो नि, वा जो अडियन्सको लागि हामीले बोलिराखेको छौँ नि, त्यो अडियन्सलाई के फिल हुनु पर्यो भने यो पर्टिकुलर स्पिकर यो हलमा 100 मान्छे आएर बसेको भए तापनि यो मान्छे चाहिँ मेरै लागि मात्रै बोल्न आएको भन्ने फिल गर्नु पर्यो। उसले स्पेसल अटेन्सन पे गर्नुपर्छ हामीले हरेक इन्डिभिजुअललाई, बुझ्नु पनि होइन। यो चारवटा क्वार्टर्समा डेडिकेटेड बडी ल्याङ्ग्वेज भनेको के भने जसको लागि हामीले बोलिराखेको हो नि ऊ भएतिर हिँड्नु पर्यो, ह्यान्ड जेस्चर दिनु पर्यो, टाउको त्यता फर्केको हुनु पर्यो, भोइस उसको लागि जानु पर्यो, आई कन्ट्याक्ट उसको लागि जानु पर्यो, र मेसेज उसको लागि जानु पर्यो। यो उसलाई यस्तो फिल हुनु पर्यो। यो चारवटा क्वार्टरमा जसको स्ट्रेन्थ छ नि विकासजी, अमेजिङ स्पिकर। यो मान्छेले आफ्नो आइडिया, फ्यान फलोइङ क्रिएट गरिदिन सक्छ। यो मान्छेलाई सुनु भन्ने लाग्छ, मान्छेलाई पैसा पे गर्न रेडी हुन्छ। जुन स्पिकिङ इन्डस्ट्रीको कुरा गरिरहेको थिएँ नि, अब भन्छ